ओम असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्युर्माम अमृतम गमय। ओम शान्ति शान्ति शान्ति। मृत्युलाई कसरी सहज स्वीकार गर्ने? आफ्नो मर्ने समय आएपछि कसरी मर्ने त? मृत्युलाई हाँसी हाँसी कसरी स्वीकार गर्ने? कसरी सहज मृत्यु प्राप्त गर्ने? सर्वद्वाराणि संयम्य मनोहृदि निरुध्य च मूर्ति आदाय आत्मनः प्राणम आस्थित योग धारणम। इन्द्रियको सम्पूर्ण द्वारलाई बन्द गरेर मनलाई हृदय कमलमा स्थापित गरेर प्राणलाई शिरमा स्थापित गरेर ओमित्येकाक्षरम ब्रह्म व्याहरण माम अनुस्मरण यप्रयाति तेजन देहम सयाति परमाम गतिम। ओम एक अक्षर स्वरूप शब्दको उच्चारण गरेर परमात्मा सम्बन्धी निर्गुण परब्रह्मको चिन्तन गर्दै शरीर त्यागेर जानेलाई परम गति प्राप्त हुन्छ। जसले मृत्युको समयमा ओम शब्दको उच्चारण गर्दै प्राणलाई शिरमा स्थापित गर्दै मनलाई हृदय कमलमा स्थापित गर्दै निर्गुण परब्रह्मको चिन्तन गर्दै शरीरलाई त्यागेर जान्छ, उसले परम गतिलाई प्राप्त गर्दछ, अर्थात् उसले सहज मृत्युलाई प्राप्त गर्दछ। हरि ओम तत्सत, हरि ओम तत्सत, हरि ओम तत्सत।